नमस्ते साथीहरू, नमस्ते। गरे के सम्भव छैन भन्ने कुराको एउटा सफल उदाहरण हुनुहुन्छ रेशमलाल चौधरी। उहाँ चाहिँ राजनीतिक व्यक्तित्व हुनुहुन्छ, जो चाहिँ राजनीतिक क्षेत्रमा लागेको व्यक्ति। अहिले बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नम्बर 2 मा उहाँले चाहिँ यहाँ व्यावसायिक स्तरबाट चाहिँ कृषि क्षेत्रमा चाहिँ लगानी गर्नुभएको छ। उहाँले माछा पालन र साथसाथै फलफुल खेती, पोखरीको डिलहरूमा चाहिँ मोरिङ्गा, कागती, केराहरू, विभिन्न प्रजातिका केराहरू र यो माछा पोखरीहरू चाहिँ बनाएर यहाँ चाहिँ पालन सुरु गरिएको छ। र यो डिलमा चाहिँ एकदमै बहुउपयोगी वनस्पतिहरू, एकदमै मनोरम जैविक विविधताको दृष्टिकोणले अत्यन्त सुन्दर फर्मको रूपमा चाहिँ यहाँ फर्मलाई स्थापित गरिसक्नु भएको छ। यतातिर चाहिँ बाँझा जमिनहरू छन्, हेर्न सक्नुहुन्छ। बर्खामा धान बाहेक यी जमिनहरूमा चाहिँ खासै खेती गरिँदैन। तर यहाँनिर नजिकै आएर चाहिँ हेर्दाखेरि उहाँको जुन खालको चाहिँ राजनीति ब्याकग्राउन्ड छ, राजनीति गरेका मान्छेहरूले कृषि क्षेत्रमा थुप्रै सम्भावना देखेर चाहिँ यहाँनिर चाहिँ बर्दियामा लगानी गर्नुभएको छ। हेर्न सक्नुहुन्छ पोखरीमा माछा पालन छ। माछा मात्रै होइन, यहाँ चाहिँ विभिन्न खालका चाहिँ वनस्पतिहरू लगाउनु भएको छ। एकदमै सुन्दर छ। एकदमै विभिन्न प्रजातिका बोट बिरुवाहरू चाहिँ लगाउनु भएको छ। यो कृषि पर्यटनमा चाहिँ उहाँले गरेको लगानी अतुलनीय छ। हामी यहाँलाई क्यामेरा मार्फत देखाउन चाहन्छौँ। र हेर्नुहोस्, यहाँ आइसकेपछि तपाईँको मन चाहिँ एकदम आनन्दित र एकदमै आनन्दित हुन्छ। यहाँनिर चाहिँ कति राम्रो हरियाली, जीवजन्तु, वनस्पति, चराचुरुङ्गी, हेर्नुहोस्, औषधीय जन्य बोट बिरुवाहरू, मोरिङ्गाहरू, शीतलचिनी लगायत चाहिँ विभिन्न खालका कागतीदेखि लिएर विभिन्न खालका चाहिँ बोट बिरुवाहरू हामी यहाँ देख्छौँ। हेर्नुहोस् कति सुन्दर छ, कति रमणीय छ। यहाँ केराहरूमा पनि मालभोग केराहरू चाहिँ छन्, कहीँ लोकल छन्, हैसाल केराहरू छन्, कहीँ विभिन्न थरीका चाहिँ छन् भने यतातिर हेर्नुहोस् त, चराचुरुङ्गीहरूले यहाँ चाहिँ बास बस्ने यो चाहिँ गिद्धहरू, त्यसपछि आएर चाहिँ यो बकुलाहरू बास बस्ने यहाँ चाहिँ यस्तो बिस्ट्याएका छन्। यहाँ हर्रो, बर्रो, अमलादेखि लिएर अडिर थुप्रै खालका वनस्पतिहरू चाहिँ यहाँ लगाउनु भएको छ डिलमा। यहाँ आइसकेपछि छुट्टै आनन्द र स्फूर्ति मिल्छ। हेर्नुहोस्, प्राकृतिक वातावरण यहाँ चाहिँ निर्माण गर्नुभएको छ। अत्यन्तै राम्रो छ, सुन्दर छ। यहाँ चाहिँ हामीले विभिन्न जीवहरू चाहिँ यहाँ देख्यौँ। उहाँले संरक्षण गर्नुभएको छ र उहाँको कामलाई हामी हृदयदेखि नमन र धन्यवाद दिन चाहन्छौँ। हेर्नुहोस्, उहाँले लगाएका विभिन्न खालका वनस्पतिहरू। यता पोखरीमा माछा, विभिन्न थरीका कार्प माछाहरू चाहिँ पालन गर्नुभएको छ। रोजगारी सिर्जना भएको छ। यहाँ चाहिँ काम गर्ने कामदारहरूले बाख्रा चराउनेदेखि लिएर दाना पानी दिने थुप्रै काममा चाहिँ उहाँहरू चाहिँ लागेको हामी देख्यौँ। हेर्नुहोस्, योभन्दा पहिला हामीले उहाँसँग अन्तर्वार्ता पनि लिइसकेका छौँ। अहिले कृषि प्रविधिमा हेर्न सक्नुहुनेछ उहाँको अन्तर्वार्ता, हामीले गरेको कुराकानी। एउटा राजनीति व्यक्तित्वले एउटा समाज परिवर्तनका लागि एउटा कृषि क्षेत्रमा गरेको योगदान एकदमै राम्रो छ, अतुलनीय छ। ल हेर्नुहोस्, एकदमै राम्रो तरिकाले चाहिँ फर्मलाई अगाडि बढाइराख्नु भएको छ। र यस्तो खालको चाहिँ यहाँ दुईवटा पोखरीको बिचबाट नाला बनाएर यहाँको ड्रेनेजको व्यवस्थापन भएको रहेछ। साथसाथै यतातिर थुप्रै खालको बोट बिरुवाहरू, यता मोरिङ्गाको बिरुवाहरू यहाँ लगाएको पाइयो फर्ममा। र यो पोखरीहरूमा माछा पालन गरेको हामी देख्छौँ।
र प्राकृतिक छटाले भरिपूर्ण यो फर्म वास्तवमै हेर्न लायक, अनुसरण गर्न लायक छ। तपाईहरुले चाहिँ यसलाई आएर अवलोकन गर्न सक्नुहुन्छ अनुमति लिएर। यहाँ चाहिँ रेशमलाल अब चौधरीजी आज हामीसँग यहाँ अहिले भेट हुन सकेन, तर पनि हामीले चाहिँ यहाँ आएर यहाँको सुन्दर दृश्य हामीले चाहिँ यहाँ लिइरहेका छौँ, यो अवसर पाएका छौँ। यता डिलमा खसी बोकाहरू पालन गरिएको छ, घाँसहरू छ, यसो सदुपयोग गरिएको छ। यतातिर डिलहरूमा मोरिङ्गा एउटा बहुउपयोगी वनस्पति लगाइएको छ। ल हेर्नुहोस् कति सुन्दर छ, कति राम्रो छ। यहाँ विभिन्न खालको जडीबुटीहरू पनि रोप्नु भएको छ, थुप्रै खालको चाहिँ छ। यता माछाहरू पौडिरहेछन्, कार्प जातिका माछाहरू यहाँ चाहिँ लगाइएको छ। डिलमा तरकारीहरू पनि यहाँ चाहिँ उत्पादन लिइराख्नु भएको छ। कागतीहरू फलिरहेछन्। ल हेर्नुहोस् कागतीहरू कस्तो सुन्दर छ। यो यस्तो खालको चाहिँ फर्म भयो भने यो चाहिँ सस्टेनेबल, ड्युरेबल हुन्छ, जसले चाहिँ उत्पादनको डाइभर्सिटी क्रिएट गर्छ, जसले गर्दा चाहिँ फर्मलाई डुब्न दिँदैन, जैविक विविधतामा संरक्षण गर्छ। रातो केरा पनि लगाउनु भएको छ। हेर्नु यहाँ रातो केरा पसाइरहेछ। सुन्दर छ है, अति नै सुन्दर, बडा मजा, बडा सुघर बा यी फर्म। हेर्नु कागतीहरू, केराहरू यो डिलमा लगाएर बहुउपयोगी हिसाबले चाहिँ यहाँ खेती गरिएको छ। यहाँलाई देखाउँदैछौँ रेशमलाल चौधरी। तपाईले सुन्नु भएको छ टिकापुर काण्डमा उहाँको नाम मुछिएर उहाँ जेल जानुभएको व्यक्तित्व, उहाँ कलाकार पनि हुनुहुन्छ। हेर्नुहोस् कति सुन्दर छ, कति आनन्द छ, कति रमणीय छ, कति मजा छ।